मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुपर्ने माग गर्दै बैठक सुरु हुन साथ विपक्षी दलका सांसदहरू उठेर विरोध गर्ने क्रम जेठ 17 गतेदेखि निरन्तर जारी थियो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा जवाफ माग गर्दै संसद सञ्चालन भएको दिन सदनमा विरोध गर्दै आएका थिए। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने समेत माग गर्दै आएका थिए। सोमबारको बैठकमा समेत विपक्षी दलले विरोध गरेपछि सभामुख डोल प्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र प्रतिनिधि सभा नियमावली अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरिक हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको छ। मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। सभामुखको रुलिङपछि विपक्षी दलहरूले संसदमा गरिरहेको अवरोध समेत हटेको छ। जेठ, असार र साउन महिनाका 78 दिनको बीचमा 22 दिन बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै आएका थिए। सभामुखको रुलिङपछि प्रमुख प्रतिपक्षी दलका सचेतक निष्कल राईले प्रधानमन्त्रीले सभामुखको रुलिङ अनुसार काम गर्नेमा विश्वस्त रहेको भन्दै तत्कालका लागि अवरोध हटाएको बताउनु भएको छ। हामी यो पहिलो हप्ता त उहाँलाई हामी पर्खिने नै छौँ, किनभने हाम्रो न्यायालयले पनि व्यवस्था गरेकै छ, नियममा व्यवस्था गरेकै छ। पहिलो महिनाको पहिलो हप्तासम्म प्रधानमन्त्रीज्यूलाई तपाईँको प्रश्नोत्तर कार्यक्रम राख्ने भन्ने व्यवस्था नै छ। त्यसले गर्दाखेरि आज 1 गते भयो, हामी 7 गतेसम्म त हामी उहाँलाई कुर्छौँ नै। तर मलाई लाग्छ यो रुलिङले पक्कै पनि माननीय प्रधानमन्त्रीज्यू पनि सदनप्रति उत्तरदायी बनेर आउनुहुनेछ र यसको जवाफलाई उहाँले दिनुहुनेछ। प्रतिनिधि सभा नियमावलीको नियम 56 मा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्ने उल्लेख छ। बैठकको पहिलो 1 घण्टाको समय प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि निर्धारण गरिएको भए पनि कार्यान्वयन हुन सकेको छैन। आकस्मिक रूपमा जेठ 17 गते प्रधानमन्त्री शाहले संसद